साथीहरू आज हामी धेरै समयपछि भगवान माताको दर्शन गर्ने अवसर मिल्यो। यस्तो छ चाहिने पाथिभरा उकालो चाहिँ यो हामी पनि राति 4 बजे उठेर हिँडेको। यसरी उकालो छ, त्यस्तो नराम्रो बाटो चाहिँ छैन। यदि तपाईहरु पनि आउने प्लान गर्नु भएको छ भने आउन सक्नुहुन्छ। बाटोहरु यसरी सुविधा यहाँका चाहिने समितिका साथीहरुले यसरी व्यवस्थित सकेसम्म राम्रो व्यवस्थित गर्ने कोसिस गर्नु भएको छ। यसरी डस्टबिनहरु ठाउँ ठाउँमा डस्टबिनहरु अनि टोयलेट बाथरुमका सुविधाहरु, विशेष गरी यहाँ पानीको मात्रा चाहिँ राम्रो भएकोले, पानीका मुहानहरु, पानीका स्रोतहरु राम्रो भएकोले पानी एकदमै धेरै पाउँदो रहेछ। अब हामी एकदम उकालो जाँदै छौं। गाह्रो भएको साथीहरु कोही आराम गर्दै हुनुहुन्छ। चाहिँ तपाईको लेख लाग्यो भने मकै खाने अनि मकैका सातुहरु अनुहारमा दल्ने लगायतका कामहरु गर्नु पर्दो रहेछ, जसले गर्दा लेख लाग्दा सहजीकरण हुँदो रहेछ स्वास्थ्यलाई। यसरी धेरै पहिला चाहिँ मान्छेहरूले प्लास्टिक ओड्ने, छाताहरु ल्याउने गर्नुभएको रहेछ र पछिल्लो समयमा चाहिँ भक्तजनहरूको सुविधालाई मध्यनजर गरेर यसरी ट्रसहरु यसले घाम पानीलाई छेल्ने काम राम्रो गर्दो रहेछ। विशेष गरी यो अलिकति उच्च स्थानमा भएकोले यसलाई पानीहरु तुषारहरु परिरहने अहिले पनि परिरहेछ। हामी पानी परेकै बेला पनि हामी हिँडिरहेछौँ। सामान्य पानी परिरहेछ। यसरी हामी 4 बजे रातिदेखि हिँड्दै यहाँ आइपुगेका छौँ। अब कति छ हो दिपक सर? 1 किलोमिटर हो हजुर? अब 1 किलोमिटर। हामी धेरै माथि आइसकेका छौँ। यो बीचमा थुप्रै साथीहरूलाई हामीले पछाडि छोडेका छौँ, किनभने हामी हेल्दी छौँ, हामी भगवानप्रति पूर्ण आस्था राख्छौँ। तब न हामीलाई भगवान माताले पनि सक्दो उहाँका चाहिँ बलबुताले भ्याउँदैसम्म हामीले तानिराख्नु भएको छ। यो विश्वास चाहिँ मैले आज प्रत्यक्ष रूपमा महसुस गरेको छ। जसले पाप गरेका छन्, जसको आत्मा सफा छैन, उनलाई चाहिँ गाह्रो हुने नै भयो। सकारात्मक सोच राख्नुपर्छ, सधैँ राम्रो सोचहरू राख्नुपर्छ। अब हामी धेरै माथि आइसकेका छौँ। लगभग 1 किलोमिटर 1200 मिटर बाँकी छ। अब 1.2 भनेको 1200 मिटर, 1 किलोमिटर 1200 मिटर बाँकी छ। यसरी ठाउँ ठाउँमा बस्नको लागि सुविधाहरू, यति सानो नानी पनि आउनु भएको छ। ल हेर्नुहोस्, यो चान्चुने शक्तिले आउँदैनन्, थुप्रै चिजहरू मिल्नुपर्छ। साना साना बच्चादेखि लिएर 82 वर्षका वृद्ध बासम्म भेटियो यो बाटोमा। हामी त धेरै यङ छौँ। यहाँ 5 वटा बच्चाका बाउ पनि म बिहे गरेको छुइनँ भनेर तल कान्छी माताकामा कान्छी बुढी ल्याउन पाऊँ भन्नुभएको छ। यो कहाँसम्मको यो उहाँको आशालाई पुरा गर्नुहुन्छ। उहाँ हुनुहुन्छ भरत दुलाल। यसरी बिचमा डस्टबिनहरू पनि छ। यसरी धागोहरू पनि ल हेर्नुहोस्,
यहाँ धागोहरू पनि यसरी धार्मिक रूपमा एउटा सम्बन्ध श्रीमान श्रीमतीको र गर्लफ्रेन्ड बोयफ्रेन्डको सम्बन्ध अमर रहन्। जसरी धागो जति लामो छ त्यसरी नै यो पनि यी माया प्रेमहरू सम्बन्धहरू पनि त्यति नै लामा हुन् भनेर चाहिँ यसरी एउटा विश्वासमा यसरी धागोहरू टाँगिएको देखियो र बिचमा यो चुडिएको देखिन्छ। अब चुड्ने त धागो हो, चुडि नै हाल्छ। फलामहरू त टुट्दै गएका छन्। आज मैले यहाँहरूलाई आउनु भएको साथीहरूलाई सबै कुरा थाहा होला र नआएको साथीहरूलाई पनि मैले यो सामाजिक सञ्जाल मार्फत यहाँहरूलाई सकेसम्म मैले पूर्ण रूपमा जानकारी गराउन चाहिरहेको छु। अब अहिलेसम्म मेरो स्वास्थ्यले साथ दिइरहेको छ। यसरी प्रतीक्षालयहरू पनि ठाउँमा यसरी रेस्ट गर्ने गाह्रो भयो भने यसरी चाहिँ नि सुविधा होस् भक्तजनहरूलाई भनेर बनाइएको र बिचमा उकालो आउने क्रममा यसरी एउटा यो विश्वासमा यसरी ढुङ्गाहरू ठड्याउने चुल्याउने काम पनि भएको पाइयो। र अहिले हामी लगभग पाथिभरा माताको करेसाबारीमा पुगिसकेका छौँ। उचाइ भन्नुहुन्छ नि 3500 प्लसको हाइटमा हामी आइसकेका छौँ र जति माथिको त्यति गाह्रो हुँदै नै जाने नै रहेछ। यो हाम्रो प्राकृतिक कुराहरू चाहिँ नै हामीले स्वीकार्नै पर्छ। यसरी बाटाहरू, यसरी पूजाका सामग्रीहरू यसरी पोलिथिनमा तल बजारबाट हामीले लिएर आउन सक्छौँ र तपाईँहरूलाई निःशुल्क यहाँका स्थानीयले लौरीहरू पनि उपलब्ध हुँदो रहेछ। त्यो लौरीहरू चाहिँ हामीले सकुशल फिर्ता गर्नुपर्ने शर्त हुँदो रहेछ। धेरै साथीहरूले बाटोमा फालिएको ओह्रालो झर्दाखेरि झर्को लागेर फालिएको पनि देखियो। यसो पनि नगरिदिनु होला, किनकि हाम्रो सुविधाको लागि हो। र बिचमा यसरी फोहोर मलाई भनेर यो पाथिभरा क्षेत्र विकास समिति ताप्लेजुङले गर्नुभएको भेटियो। यो एकदमै राम्रो हो। त्यसो भएको कारणले स्वास्थ्यको हिसाबले त हामीलाई निकै गाह्रो छ, तर यो प्राकृतिक कुरासँग रमाउनु फेरि अर्कै आनन्द छ। पछिल्लो समयमा हाम्रो चन्द्र ढकाल सरहरूले यहाँ विकासलाई मध्यनजर गरेर केबल कार निर्माण गर्ने कुरा पनि धेरै अगाडि बढेको थियो। र मेरो व्यक्तिगत कुरा चाहिँ के राख्न चाहन्छु भने खास राम्रो होइन कि भन्ने कुरा भयो। कतिपय कुराहरू धार्मिक तीर्थ यात्रामा जाँदाखेरि नेचुरल पनि हुनुपर्छ। यी अनुभवहरू, यी दुःख कष्टहरू भगवानको नाम लिँदै आफ्नो लागि हो। यो दुःख कष्टहरू सम्झिनु भएन। यी साँच्चै कष्टहरू हाम्रा छोरा नातिले पनि भोग्नु पाउनुपर्छ। पछिल्लो समयमा पैसाको मतलब छैन मान्छेलाई। पैसा जति पनि खर्च गर्ने भए अर्को कुरा पैसाको मतलब नगर्दै गर्दाखेरि हाम्रा यी ऐतिहासिक कुराहरू क्रमशः लोप हुँदै गएको भेटियो। यस क्रममा हाम्रो आदरणीय मित्र दाई हामी जोदेखि सँगसँगै यात्रामा छौँ, के भन्नुहुन्छ आफ्नो भनाइहरू अलिकति यो यात्रामा अलिकति राखिदिनु अनुरोध गर्दछु। कस्तो छ तपाईँको अनुभव? एकदम राम्रो हो, हजुरले भनेको पनि राम्रो हो। हजुर यो ठाउँमा केबुल कार होइन, मान्छेहरूलाई एउटा एक्सर्साइज पनि राम्रो, एउटा भगवानको ठाउँमा जाँदाखेरि एउटा अविस्मरणीय क्षण, हिँडाइ
हजुर प्रकृतिसँग रमाउँदै हिँड्दाखेरि त हजुर हजुर एउटा राम्रो स्वास्थ्यको हिसाबले पनि राम्रो र हामीले अब यो हाम्रो ठाउँको प्रकृतिमा यस्तो यस्तो छ भने देश विदेशमा पनि त देखाउने मौका हुन्छ। पक्कै पनि। हामी तपाईँलाई यो हिँड्दै गर्दाखेरि गाह्रो हुँदाखेरि चाहिँ म होइन पैसा तिरेर केबल कारै चढ्थेँ भन्ने कता कता फिलिङ्स आएको छ कि छैन? त्यो मलाई जब त्यहाँ हामी तलबाट उक्लिँदाखेरि 2 मिनट जब कि 10 मिनट जति चाहिँ त्यस्तो लागेको थियो। हजुर तर अहिले होइन रहेछ। होइन रहेछ है? एकदम हेल्थी फुल त्यो राम्रो एउटा भित्रैदेखि पोजिटिभ भाइब्स आएको छ होइन? अझै यसको डबल होस् बाटो भन्ने जस्तो लागेको छ कि एकदम एकदम। कस्तो जब हामी अब अहिले यहाँ 3-4 किलोमिटर आइसकेर पनि हजुर मलाई जम्मा 300 मिटर हिँडे जस्तो फिल भइरहेको छ। ओहो ठिक छ, यहाँलाई धन्यवाद। म बिचमा अरू साथीहरूलाई पनि जोड्ने काम गर्नेछु। ल हेर्नुहोस् यहाँ यति हाइटमा पनि यति सुविधा सम्पन्न टोयलेटहरू यसरी देखाइएको छ। आदरणीय दर्शकबिन, अब यो कतिपय ठाउँहरूमा यो ट्रसहरू बाँकी नै छ, जोड्ने काम हुँदैछ। मेरो क्यामेरा धमिलो भए तापनि यो पानी र तुसारोले गर्दा अलिकति क्वालिटी नआउला। तपाईँहरूले यसलाई चाहिँ एउटा पवित्र भगवानको नाम लिएर हेरिदिनु होला, सुनिदिनु होला। यस्तै यस्तै भिडियोहरू यहाँलाई म विशेष गरी जोड्दै जानेछु। यसरी पानीहरू स्टकहरू राखिएको भेटिएको पाइयो, यो एकदमै राम्रो पक्ष हो। हाम्रो साँच्चै भन्नु भने हाम्रो भौगोलिक धरातल नै भगवानै भगवान जस्तो लाग्छ मलाई त। किन भन्दाखेरि हामी एउटा विश्वास हो, विश्वास भयो भने तपाईँले हर कुरा जित्नुहुन्छ, हरेक कुराहरू चाहिँ नि तपाईँको सफल हुन्छ। तपाईँ आफूमा कन्फिडेन्ट हुनुपर्छ भन्ने मलाई चाहिँ लाग्छ। र आज त्यही ऊर्जाले, त्यही सकारात्मक सोचले हामी यहाँसम्म आइसकेका छौँ। अब करिब तपाईँहरूलाई यसरी भिडियो गर्दै जाँदाखेरि अब 1 किलोमिटर मात्रै बाँकी भन्ने कुरो यहाँ हाम्रो पाथिभरा यहाँ चाहिँ नि हामीलाई स्पोन्सर गर्नुभएको छ। यो वाइआर टायरले अब लगभग 1 किलोमिटर मात्रै भन्ने पाइयो। हामी धेरै माथि आइसकेका छौँ। धेरै साथीहरूलाई अक्सिजन गाह्रो भएर पछाडि नै बस्नु भएको छ। म चाहिँ यो भिडियो खिच्ने क्रममा बेला बेला हाँसो मजा ठट्टा पनि छ र तपाईँलाई मैले यथार्थ कुरा पनि जानकारी गरिरहेको छु। म आफू पनि यसरी पूजा सामग्री पोलिथिनमा हालेर लट्ठी चाहिँ नटेकी म अगाडि आइरहेको छु। केबल कार बुढापाकाहरूको लागि आवश्यकता हो भनेर चाहिँ नबुझिदिनु होला, किनभने 80 वर्षको आमा बाहरू त हिँडेर आइराख्नु भएको छ होइन। अहिले हामीले हिँड्ने क्रममा 80, 82, 85 वर्षसम्मका पनि बा आमा भेटियो। तर विश्वास मात्रै पनि होइन, अलिकति स्वास्थ्यलाई पनि ख्याल गर्नु होला। मलाई विश्वास छ भन्दै गर्दाखेरि बिचमा तपाईँहरूलाई गाह्रो हुन पनि सक्छ। आफ्ना चाहिँ नि स्वास्थ्यका कुराहरू, हाम्रा चाहिँ नि प्रेसरका कुराहरू, सबै कुराहरू चेक गरेर आउनु होला। यसरी ठाउँ ठाउँमा बाटामा घन्टाहरू पनि झुन्डाइएको छ। हेर्नुहोस् प्रतीक्षालयहरू डस्टबिन सहितका, टोयलेट सहितका कति राम्रा छन्। यस्ता छन्। अहिले हामी चाहिँ यो असारमा आइरहेका छौँ। असार 15 गते आज दही चिउरा खाने दिन पनि हो। समय परिस्थितिले आज दही चिउरा खाने दिन होइन, मलाई त्यस्तो लागेको छ। जो असार मध्य असार 14 गते रहेछ हामी आएका छौँ। र तपाईँहरू आउनुहुन्छ भने चाहिँ विशेष गरी चैत वैशाखमा आउनुभयो भने
यो गुराँसका फुलहरू पनि ढकमक्क फुलिने छ। छुट्टै भाइब्स आउने छ। अहिले पनि आउनु त आएको छ। यो बर्खा मासमा झ्याम झ्याम पानी परिरहेछ, तर हामी एकदमै सेफमा छौँ। यसरी यहाँका मन्दिर व्यवस्थापन समितिका साथीहरूले निकै राम्रो बनाइदिनु भएको छ। यसको लागि धेरै धेरै धन्यवाद। तपाईँहरू पनि कसैले यो ठाउँमा, पवित्र ठाउँमा मेरो बुवा मम्मी स्वर्गीय कसैको सम्झनामा प्रतीक्षालयहरू सौजना गर्न चाहनुहुन्छ भने यहाँका समितिका साथीहरूसँग कोअर्डिनेसन गरेर, समन्वय गरेर यहाँले बनाउन सक्नुहुने रहेछ। यदि इच्छा हुनुहुन्छ भने पनि यहाँले त्यो खालको एउटा सोच प्लान गरेर आउनु भए पनि हुन्छ। हामी धेरै माथि आएको छौँ। यसरी तपाईँहरूलाई मैले प्रत्यक्ष रूपमा भिडियो सेयर गर्दाखेरि मलाई हिँडेको फिल पनि भएको छैन। धेरै साथीहरूलाई मैले यो सामाजिक सञ्जालबाट के हो त पाथिभरा माता, कति लाग्छ खर्च, के हो कसो हो भन्ने पनि कौतूहलता होला। हामी चाहिँ तल बजार फेदीसम्म आफ्नै गाडीमा आयौँ। त्यसपछि हामी राति एउटा गाडी रिजर्भ गरेर आयौँ। तपाईँहरूले खर्चको कुरा गर्नुहुन्छ भने पर व्यक्ति 500 रुपियाँ लिँदो रहेछ गाडीमा। खानाहरू, होटलहरू पनि सुविधा छ, तपाईँहरूले आउन सक्नुहुन्छ। अहिले मैले यो यात्रालाई यतिमै मैले टुङ्ग्याएँ। म बाँकी भिडियो फेरि माथि पुगेपछि, माताका शरणमा पुगेपछि म जोड्ने नै छु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। बिदाको लागि म आज्ञा चाहन्छु। हस्, धन्यवाद, बाई बाई, आई लभ यु।